Hi everyone, welcome to my mini blog. हजुर सबैजना सन्चै होला है, म पनि सन्चै नै छु। अहिले चाहिँ म बेलुकाको डिनर रेडी गर्न थालेको है। दिउँसोभरि काम त केही थिएन, तर भए पनि खाना टाइममा खानुपर्छ भनेर चाहिँ म चाहिँ मासु भर्नु थालेको है। अन्त मासु अस्ति नै किनिरहेको थियो है, बिग्रिनुभन्दा त अझ पकाइदिइहाल्नु पऱ्यो भनेर चाहिँ पकाएको। अनि यता सागको झोल बनाउनलाई चाहिँ मैले साग काटेको। काम केही थिएन भन्दा पनि हाम्रो काम चाहिँ छ है बारीमा, तर बारीको माटो चाहिँ एकदम चम्रो छ। त्यो चाहिँ अब हातले खन्ने चाहिँ इम्पोसिबल भनौँ न, पानी नपरेर होला कि माटो चाहिँ के भन्नु ढुङ्गा जस्तो भएको छ। खन्दाखेरि धरती नै डङ डङ गरेर थर्किन्छ होइन। तर भए पनि ट्राई गरौँला भनेर म चाहिँ 2-3 कोदाले हानी हेरेको, तर पनि झन्डै मेरो हात र कम्मर चाहिँ पुस्क्यो। त्यसै कारण हरिस खाएर आएर चाहिँ म यता खाना बनाउनुपट्टि लागेको। अन्त यहाँ चाहिँ मैले मासुमा अलिकति भेजिसहरू मिक्स गरिदिएको। अन्त यता चाहिँ मैले किनेमा पनि हालिदिएको होइन। किनेमा चाहिँ किन हालिदिएको भन्दाखेरि चाहिँ बेलुका निन्द्रा मिठो आउँछ होला भनेर। तर यो मम्मीले चाहिँ बनाइरहेको थियो, किनेमा चाहिँ घरमै बनाएको किनेमा हो होइन, भर्खर बनाएको रहेछ। अनि त्यसै कारणले गर्दा सागमा मिक्स गरिकन पकाउनु पऱ्यो भनेर हजुरहरू पनि यसरी किनेमा र रायोको साग मिक्स गरेर चाहिँ ट्राई गर्नु होला है, एकदम मिठो हुन्छ। आजको डिनर चाहिँ यति नै गाइस, बाई बाई।